जय नेपाल, जय श्रीराम। मैले कुरा गर्न गइरहेको छु त्यो टपिकमा, जुन टपिकमा हाम्रो अहिले 4जना भाइहरूले जान गुमाउनु भएको छ होइन। सबभन्दा पहिला त म त्यो भाइहरूलाई श्रद्धाञ्जली भन्न चाहन्छु जुन भाइले जान गुमाएको छ। भाइ, तिम्रो आत्माको शान्ति मिलोस्, भगवान तिम्रो आत्माको शान्ति गरोस्। म भन्न चाहन्छु होइन, हामी नेपालवासीको आँखामा यस्तो को मान्छे छैन जसको आँखामा आँसु आएको छैन अहिलेको दिनमा जुन यो घटना घटिराखेको छ र भयो। म भन्न चाहन्छु हाम्रो देशमा जिम्मेवारीमा बसेको हाम्रो मन्त्री सरलाई अनि गृहमन्त्री सरलाई भन्न चाहन्छु म कि यो हरेक एउटा प्रब्लमको सल्युसन हुन्छ। यो कुन सल्युसन हो, कसरी सल्भ हुन्छ भने यो छिटोभन्दा छिटो गर्नुपर्छ र पीडित परिवारले कानुनी अनुसार न्याय पाउनुपर्छ र दोषी मान्छेले कानुनी अनुसार उसलाई सजाय पाउनुपर्छ र सबैलाई जानकारी दिएर भन्नुपर्छ यो दोषी हो भनेर सबैलाई जानकारी गराउनु पर्छ। अनि यो कति मान्छेले भन्छ बालेन र सुदन गुरुङलाई राजीनामा दिनुपर्छ। के राजीनामा दिएर यो शान्ति हुन्छ र? हुँदैन, कदापि हुँदैन। र पक्ष र विपक्षको नेताहरू या जोसुकै होस् होइन, सबैले मिलेर यो टाइममा होइन प्रब्लम छ यसलाई सल्युसन कसरी हुन्छ मिलेर सम्झौता गरेर अगाडि बढ्नुहोस्। सबै देशको वासीहरूलाई म रिक्वेस्ट भन्न चाहन्छु सबै मिलेर बस्नु होइन। हाम्रो प्यारो देश नेपाल धेरै राम्रो हो, सबैले मिलेर बस्नुहोस् होइन। यो आन्दोलन गरेर एकअर्कालाई मारेर रगत निकालेर यो हुँदैन। जति सकोसम्म हामीले मिलेर बस्ने कोसिस गर्नु। जय नेपाल, जय श्रीराम। म चाहन्छु सबै दाजु दिदीबहिनीहरूलाई होइन मिलेर बस्नु, चाहे हिन्दू हो मुस्लिम हो, म आफै हिन्दू हो होइन, सबै मिलेर बस्नु होइन। तर राम्ररी बस्नु, अगाडि बढ्नु, सबै देशको बारेमा सोच्नु, हाम्रो बस्ने जनताको बारेमा सोच्नु प्लिज, म रिक्वेस्ट गर्छु। सबभन्दा पहिला होइन हाम्रो देशको प्रधानमन्त्री छ जुन अहिले 3 महिना भयो आएको, प्लिज यो तरिकाले गतिविधि नगरिदिनु। यो तरिकाले चाहिँ देशको दिशा चाहिँ भएन है। यो अलि राम्रो तरिकाले हेरिदिनु होइन। हरेक एउटा प्रब्लमको सल्युसन हुन्छ, त्यो सल्युसन निकाल्नु प्लिज। जय श्रीराम।